Guys, welcome back to my YouTube channel. So guys, फेरि पनि म पछि आएको छु फेरि. सो आज चाहिँ हामी घुम्न जाने भनेर निक्लेको अवस्था. हिँड नबोला धेरै नबोला. अब हामी चाहिँ यहाँ तीनजना, आकाश, म, कपिल, अब केटाहरू पर छ, अरू कतिजना छ. सो हामी चाहिँ जाने कता हो हामी थाहा छैन. त्यही पनि हामी जाँदैछौँ यहाँबाट चाहिँ हाम्रो यो बिल्डिङबाट तीनजना. सो अब हाम्रो विज्ञान सुवेदी सर पनि रेडी हाम्रो विज्ञान सुवेदी, माइकल ज्याक्सन. सो अब हामी चाहिँ फेरि यता लिफ्टमा तानेर केटाहरू अत्याउनु बाँकी छ. हाम्रो निमा सर पनि आइपुग्नु भएछ. सबैले त धान्दिनँ होला. जान्छ सबको चस्मा हामी ए आउँदै केटाहरू छिटो. कुन हामी अझै अनि के छ मेरो भाइ धेरै दिनपछि हामी घर पुगेर यहाँ आएर गाडी भेट्यो त. गाडी भेट्यो छैन माइकल ज्याक्सन हो. अहिले हामी चारजना चाहिँ लिफ्टमा मान्छे धेरै अड्दैन, तल चारजना झर्दैछु. मैले फेरि एकछिनमा आउँछु, अब हामी यहीँ बसिरहनु हो. ए कहाँ रहेछ केटाहरू वहाँ पर रहेछ नि. यसै गरेर त अघि आएको थियो. हबिबी सलाम अलैकुम. ए हान्दैको नि. हाम्रो यता चाहिँ हाम्रो महरा सर. महरा डन ल ओके छ त. माइकल ज्याक्सन अहिले अब फेरि विजय सुवेदीको टोपी यता हाम्रो महरा सरको टाउकोमा पुगेछ. फेरि लगी यता ठोकुम ब्याक किकले ठोकुम. अझै भाइ र भडिन्द्र र लक्ष्मी पनि आयो. एकदम ठिक छ. खै अरू केटाहरू अल हाजिरीको केटाहरू सबै यहाँनिर उठेर होइन जाँदैछन् पुरा. दिल्ली राजको पारा. फाल्टै जाँदा भइगयो त नि बिस्तारै. हामी चाहिँ कहाँ जाने अरे? हामी चाहिँ अब जाने भन्दैछ साथीहरूले सालमियाको पार्कमा. अहिले चाहिँ हामी मङ्गाफमै हिँड्दैछौँ. यता चाहिँ अल्गो बिल्डिङ पनि छ. यता हाम्रो मेन मुदिर कता गयो? शेखर कुमार. पार्टीहरू कहाँ गयो? अब हामी चाहिँ टक्क बसमा सवारी हुँदैछौँ. अब अहिले कहाँ जाने अरे? कुवेत सिटीबाट सालमिया सी साइडमा भन्दैछ केटाहरूले जाने हो. यता नि केटाहरूलाई यसरी देखाउनु पर्ने रहेछ नि त. यता हेर केटा देख्छौ? यता हेर है फडिन्द्र भाइ, देख्छौ? ल फडि. सो हामी चाहिँ मालियाको बस पार्कमा गएछ.
यसरी बरु भिडियो चाहिँ बनाउँदै हिँड्नु पर्यो क्या यो ठाउँ मलाई नै थाहा छैन मालिया हो नि मालियाको बस पार्कको रोड क्रस गर्ने पुलमा ढाक्क हिँड्दैछौँ हामी चाहिँ केटाहरूले काम छैन डुबायो बाहुनहरूले डुबायो अनि यहाँ ग्रुप भइछ नि एउटा पद गरेर सालमा सिधै ल कता कता जाने भने हालौँ यहीँबाट रेडी गरिहालौँ है छिटो हामी यो पुलबाट ओर्लेर फेरि हामी यतातिर जाँदैछौँ है सो अब यहाँ हाम्रो परेवा उडाउने भन्छ केटाहरूले खै कसरी उडाउँछ हेर्नु पर्यो उडाउँछु भन्छ त झन् उडाउँछु भन्छ भिडियो गरिदिउँ भनेको त फोटो खिचेको होइन भिडियो गर्दैछु छेकिन्छ त केटाहरू त यार ए अब टक्क हामी चाहिँ कहाँ अरे मालिया होइन त मालिया पुगेर अब फेरि यहाँ अब असीमाको टावरतिर फर्केर आउँदैछौँ अनि अरू केटाहरू सबै अगाडि छन् म फरिन्द्र भाइ आकाश निमा सन्दीप चाहिँ भर्खर जाँदैछौँ हो अब त पहेँलो भेष लाउने आकाश भाइ अर्को कालो भेष लाउने सन्दीप भाइ सेतो भेष लाउने निमा भाइ अनि यता अर्को फेरि सेतो सर्ट लाउने हाम्रो फरिन्द्र भाइ अनि यो के कलर हो यो के कलर हो रातो कलर लाउने चाहिँ म हो गाइज अरू चाहिँ सब अगाडि छन् अब सब फेरि असीमा भित्र बसेर कता जान्छन् थाहा छैन हामी चाहिँ यहाँ टक्क अब 4-5 जना चाहिँ बिस्तारो जाँदैछौँ हेर्दा यस्तो देख्छ नि के भन्नु अरे अब चाहिँ अहिले हामी चाहिँ असीमा मलभित्र आएको छौँ अहिले हाम्रो यो के भन्छ हाम्रो मिया चाहिँ यसो नयाँ बन्दैछ अ न्यू बिगिनिङ मिया गेट रेडी गाइज फेरि हामी आएको भनेको यो हाम्रो पारा केटाहरू हाम्रो यो मिया ग्याङहरू हो यिनीहरू सबै अलहाजिरीको जति पनि हेन्छौँ केटाहरू सबै यतै छन् म चाहिँ कोरियाबाट भोलि भर्खर आएको ल तपाईँले यो पार्कमा जानुपर्छ है मिसन कहाँ हामी